के ताल भो लौनानी ए हजुर जिन्दगी बेताल भो गोजी छाम्दा रित्ता रित्ता उल्टे फेर्दा भित्तै भित्ता राम्रो काम गरी खाऊ भन्दा हुन्छ कालातिर भित्ता बाजेले भन्ने गर्थे खाऊ सरकारी जागिर आउँछ नि पेन्सन अहिले त लास्टै भो बेरोजगारले गर्दा घरमा जाँदा छोरी र श्रीमतीको टेन्सन के ताल भो लौनानी हजुर जिन्दगी बेताल भो कहिले गरे नेताहरूको प्रचार प्रसार बेलुका भएपछि हजुर भट्टीतिर 50-50 अल्छी तिक्रे स्वादिलो टिप्ले चाहिँदो रहेछ अचार कहिले अन्त्य हुने होला हजुर नेपालमा भ्रष्टाचार बाउ आमाले पढाइदिए आई कम जागिर खान खोज्दाखेरि हजुर पैसा र पावरको हैका साउको ऋण तिर्नलाई गएको म त खाडी विदेशबाट नेपाल आउँदा श्रीमती त अर्कैसँग फाडी के ताल भो लौनानी हजुर जिन्दगी बेताल भो यो कथा हो सानो गाउँमा गरिब परिवारमा जन्मेर वैदेशिक रोजगारीमा जाने सपना बुनेका दिलेको कथा। दिले त प्रतिनिधि पात्र मात्रै हो, आजकाल हजारौं युवाको सपना बनेको छ वैदेशिक रोजगार। तर के ती सबैका सपना पूरा हुन्छन् त? पूरा हुनेको त राम्रै हो, तर वैदेशिक रोजगारमा जान विविध हन्डर खाएर बिचौलिया र दलालको चङ्गुलमा फँसेकाहरू कसरी स्वदेशमा नै इलम गरेर सम्पन्नतातर्फ उन्मुख हुन्छ, यसैमा आधारित छ यो टेलिचलचित्र। आदरणीय जनसमुदायहरू, यहाँहरू सबैमा मेरो न्यानो अभिवादन टक्राउन चाहन्छु। मसला खोइ सचिवज्यू म हरिप्रसाद रावल हजुरहरू समक्ष 10 हात जोडेर भोट माग्न चाहन्छु। यो देश बनाउन पहिला हाम्रो प्रदेश बनाउनु पर्छ। प्रदेशको विकासमा हाम्रो युवा शक्तिहरूको ठुलो हात हुन्छ। तर हाम्रो देशको विडम्बना, देशको लाचारीपनले गर्दा सम्पूर्ण युवा शक्तिहरू विदेशिनु परेको छ। किनकि देशमा बस्ने वातावरण छैन। देश आज यस्तो अवस्थामा छ जहाँ भोकमरी, महँगी र बेरोजगारीताले भरिएको छ। त्यसैले अब युवाहरू हरियो पासपोर्ट बनाएर विदेश काम गर्न जाने होइन, घुम्नका लागि जाने त्यो वातावरण म सिर्जना गर्छु। मात्रै तपाईँहरूले मलाई भोट दिनुहोस्।
यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। तर नेताज्यू, तपाईँले भन्नुभएको जस्तै हामीले रोजगारी पाएन भने तपाईँलाई यही गाउँमा खाल्डो खनेर गाड्नेछौँ, हो कि होइन साथी? हेर्नुहोस्, मैले यहाँबाट बोले पुरा गरेर छाड्छु। ढुक्क होस्। नेताजीले भन्नुहुन्छ ठिकै छ होइन साथीहरू? हो, तपाईँहरू ढुक्क हुनुहोस्, ढुक्क। हरिप्रसाद जीको जिन्दाबाद, हरिप्रसाद जीको जिन्दाबाद। हरिप्रसाद जीको जिन्दाबाद, 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 हरिप्रसाद जीको जिन्दाबाद। हरिप्रसाद जीको जिन्दाबाद, हरिप्रसाद जीको जिन्दाबाद। यतिखेर आउने हो त? थप गर्नु खुब जाने छ है। यो त मेरो हातमा भन्दा यो त तिम्रो शिरमा झुकाउँछ है। आऊ लगाइदिन्छु। सुनले एउटा कुरा गर्नु पर्छ। के थियो र भन न। रिसाउने होला फेरि? किन रिसाउनु? रिसाउँदिन। पक्का? पक्का। साँच्ची? साँच्ची ल। हाम्रो यो बागमती प्रदेशमा पनि सिलाइ कटाइ बारिस्टा लगायत धेरै ट्रेनिङहरू आएको रहेछ। म पनि सिलाइ कटाइ सिकेर सोके गरौँ कि भनेर सोचेको। आहा, यो त कति राम्रो कुरा हो। सिक सिक। सिक होइन, सिक्छु। तिमीले चाहिँ सिक्न पर्दैन, तिमीले पनि त सिकेर केही गर्न सक्छौ। त हो, तै पनि एकपटक विदेश गएर आउँ कि भनेको। कति विदेश भनेको? पासा दाइलाई हेर त, आफ्नै गाउँमा आफ्नै ठाउँमा बसेर पशु फर्म खोलेर डेरीमा लगेर दुध बेचेर अहिले सहरमा घर किनेर महिनाको 1.5 लाख रुपियाँ त घरबाट भाडा मात्रै आउँछ। गरेदेखि के हुँदैन? यही सुन फल्दैन? त्यो त हो, तै पनि तिमीले बुझ न, मेरो सपना छ कि। कति विदेश भन्ने होला? विदेशमा चाहिँ पैसाको रुख छ, गएर टिप्दै गोजीमा हाल्दै गर्नलाई के हुन्छ? विदेश गएर चाहिँ जति गएर विदेशमा मेहनत गर्ने यहीँ गरेको भएदेखि। कति गनगन गरे कि। ए मैले गनगन गरे भयो नि त। अब त्यसो भए गङ्गा होइन, किन रिसा कि? अघि सुरुमा त तपाईँ रिसाउनुहुन्छ होला भन्थ्यो, अहिले त ऊ आफै रिसाइरहेको छ। या त हेर न,
4 बजिसक्यो त बाबा आउने बेला भइसकेर मार्नुहुन्छ मलाई अब घर गएर पनि त गफ गर्दैछ भाइ ल म पनि गएँ तिमी पनि जाऊ है जाने जाऊ आशिषलाई कति मिठो सुनिरहँ जस्तो लाग्ने धुन बजाइरहनु भएको रहेछ कता दिल्ली भाइ टाढै जानु लाग्यो र दाइ यसो तल गाउँतिर कोही पनि भेटिन साथीहरू साह्रै विरक्त लाग्यो अनि घरतिर जाँदा अनि सुनिँदै एउटा यसो मिठो धुन सुनाइदिउँ न अहिले भर्खरै कम्पोजिसन गरेको एउटा सानो सुनौँ त है नेपाल छोडी हे युवा नजाऊ है परदेशैमा नेपाल छोडी हे युवा नजाऊ है परदेशैमा मेहनत गरे युवा सुन पर्छ यो देशैमा मेहनत गरे युवा सुन पर्छ यो देशैमा नेपाल छोडी हे युवा नजाऊ है परदेशैमा मेहनत गरे युवा सुन पर्छ यो देशैमा मेहनत गरे युवा सुन पर्छ यो देशैमा कस्तो लागेको तिमी भाइ दाइ वायात किन नेपालमा नुन खानु पाएको छैन कहाँबाट फल्नु सुन आफू पनि यहाँ विदेश जाउँ भनेर लागिरहेको भएभरको सबै साथीहरू लागिसक्यो खालि भड्काउने काम भयो अरू केही गर्दैन खै तपाईँहरू नै बजाउनु तपाईँहरू नै सुन्नु सत्यको त कदरै छैन के गर्नु सुनेन हामी आफ्नै पाराले ओहो आन्टी आरामै हुनुहुन्छ ए ल ल आन्टी फुपू ए फुपू के आयो भन्नुभएको फेरि खेलिरहेको नि नानी बुढी म फेरि होइन के त्यसलाई फ्री फायर भनिन्छ ए सबैले फेरि भन्छन् क्या म पनि फेरि नै भन्छु ल ल ल ल ल गयो 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 कहाँ हिँडेको नि नानी म त स्टुडियो कार्यालय जानमा फुपू कति कामले त्यही पासपोर्ट बनाउनको लागि ए
अनि दिले दाइ कहाँ जानुभएको फुपू? ए दिदी दाइ पनि माथि चोकतिर गएका छन्। त्यतिर रहेछ भनेदेखि पठाइदिनु है। ल ल फुपू जान्छु ल। छक्का तेरिका होइन आज कसको चाहिँ मुख हेरेर आएछु लोदर लाग्ने गरी। गट्टे हान्न आउँदैन लोडर लाग्यो मात्र भन्दै कसरी हान्ने हेर छक्का कसरी निकाल्छ म निकालौँ ल ल ल निकाल छक्का ल हेर ल हेर ल हेर ढाकभन्दा धम्की ठुलो हिँड्दाखेरि खुट्टै लुलो भनेको यही हो। खेल्न जान्नु छैन ओए तेरो पालो के हेरेर मेरो पालो पो आएछ यार मार्दिन्छ है क्या हो यो म हानिदिन्छ है कस्तो तोडले हाने है बोर्डमा चल न चल कहाँ मेरो गोटी चल आफ्नो चल न झ्याप छ क्या हो यो मान्छे दुवा छक्का हेर्दै गर ल हेर अनि त्यो पल्ला घरकै बिर्खे दाइ त विदेश जान्ला भने सुने मैले नेपालमा कोही नहुने भयो। ए यहाँ नेपालमा बसेर चाहिँ नि केही हुँदैन र हुँदा पनि हुँदैन। त्यही भएर केटा हो विदेश लाग्नुपर्छ। म पनि विदेश जान्यो जेसी होस् ल एकपल्ट खेलौँ घर जाउँ। आयो जिते मैले जिते ल पैसा निकालौँ त केटाहरू। यो मान्छेसँग त कहिले खेल्ने भने जहिले पनि जित्या हुन्छ जहिले हार्छ हामीले ल यहाँ भरे भोलि मिलायो हुँदैन यो हुँदैन नि 100 रुपियाँले 300 बनाउला भनेर 100 रुपियाँ लिएर आएको यो पनि ल 300 चाहिँ यता पर्यो बन्न त पर्यो। ल साथीहरू ल ल ल खोइ पैसा ल्याऊ अब साथीभाइहरू एक ठाउँमा हिसाब ल जाउँ त अब यसो नाच खानलाई जाउँला नि कुनै दिन चिया खाउन नि ल ल ल जाने ल हारिहाल्यो नमस्ते पासा दाइ आज त दुध पुऱ्याएर पनि आइसक्नु भएछ डेरीबाट। दुध पुऱ्याएर आएको हो अब के गर्ने यति पनि नगर त बिहान बेलुका हाटमुख जानु पनि ढाउडो परेर ल्याउँछ। अनि दिले भाइ के छ तिम्रो हालखबर? है के भन्नु जिन्दगी चल्न त चल्या छ पिरमा छ हो दाइ। ए त्यसो भने त कहाँ हुन्छ केही न केही त गर्नु पर्यो नि। ए बेमान अब यत्रो बागमती प्रदेशमा कतै न कतै त काम पाइहाल्छ नि कोसिस गर्नु पर्यो नि। अब गर्न कोसिस नगरेको होइन अब कतै केही हुँदैन। ल है बुद्धा अल्छी लागिसक्यो दाइ अब म त विदेशतिर जान्छु होला। ए बेमान हेर यसरी हरेस नखाऊ। हेर पहिला मेरो पनि के थियो र हेर त यो देशमा मेहनत गरे के हुँदैन सुन फल्छ सुन थाहा छ। अब हेर केटी कुरा गर्ने फेरिका घरमा बुढीले ख्याउ गरेर खटम पार्छ। ल गएँ म अहिले। के भने अब सुन फल्छ भुत्र फल्छ सुन
रिसुको तिमी त मेरो मुटु हो नि तिमी कुरै बुझ्दैनौ यहाँ डायरीमा गएपछि यति धेरै लाइन हुन्छ अनि त्यो लाइन कुद्दा कुरा ढिला हुँदैन त भनेको जहिले पनि यस्तै भन्छ बिहान उठेर हिँडा मान्छे तेर्सम्म आउँदैन म मात्रै गर्नुपर्ने मतलब हुँदैन भने आफ्नो यस्तो प्यारी मायाको मतलब हुँदैन कुन चाहिँ तरुण छ मस्केर बस्या होला तिम्रो बानी मलाई थाहा छैन र तेरिका त्यस्तो नचाहिने कुरो गर्छ त्यस्तो तिमीले शङ्का भएदेखि ल तिमी नै भोलिदेखि त्यो दुध पुर्याउन जाऊ अलि धेरै नकराउ ल भित्र जाऊ न भात खानु पर्यो धेरै नकराउ खै के गर्ने यहाँ गाउँमा बसेर यतिकै बेरोजगार भएर त के बस्नु गाउँका साथीहरू सबैजना भट्टाभट्टी परदेशी सके आफू एक्लै बुङ्गो बनेर के बस्नु जान्छु म पनि विदेश बरु त्यो राम साइलालाई चाहिँ भेट्नु पर्यो नभेटेको पनि धेरै दिन भयो जान्छु म त राम साइलाकोमा ल जान्छु म त राम साइलाकोमा ल यसो खल्तीमा पैसा भए पनि 1-2 हात लुडो खेल्नुहुन्थ्यो सुक्को छैन जान्छु अतुललाई भेट्न त्यसलाई नदेखेको पनि 2-4 दिन पो भयो त कता गयो होला त्यो ए मैले भाइ एक कान्छा त्यो परबाट आउने त्यो अमरे होइन भनेको त्यो टुप्लेर आएको छ नि खोइ हेर्दा त त्यस्तै लाग्छ हो कि होइन होला अनि त्यो त ठगी मुद्दामा जेल पर्या भने सुनेको थिएँ मैले ए त्यसको त त्यो घर आउने त्यो जेल जाने त पानी पोटल भएर ल्याइसक्यो हो त्यो यसको चाला पनि ए अमर रे ए मामा पो हुँदैछ किन मामा ल भान्जा आऊ बस चिया खाउँ बस होइन त होइन मामा मलाई फुर्सदै छैन अहिले म बजार पुग्नु छ पछि बस्नु नि है ल अब अमरनाथ गाउँ छिरेछ को चाहिँ यसको भन्नाम पर्ने हो है खै यो केटो कसरी बिग्रियो बिचरा यसको बोलै जेलबाट निकाल्दै आइरहन्छ के अचम्म भएर ल्यायो अब लागौँ है न मलाई पनि ढिला भएर ल्याइसक्यो ल चियाको पैसा चाहिँ खातामा राखिदिनु होला है पछि आएर हिसाब गरौँ है पैसा पठाइदिउ न हो मलाई सपिङ गर्नलाई अब विदेश आउँदाखेरि त यसो राम्री बनाएर आउनु पर्यो पठाइदिउ ल यो गङ्गा चाहिँ फेरि के बेला आइपुग्यो होला राम्री बन्दै जाने भनेर कता जाने प्लान गर्दैछ सुन न म एकछिन कल गर्छु मेरो साथी आइसक्यो ल बाई भन के कामले आइस के हो कता जाने प्लान गर्दैछ त्यो म नि जानला नि अब विदेश ए दाजु बहिनीको दिमागमा चाहिँ विदेश भन्दा बाहेक केही पनि रहन्छ झन् दाइलाई विदेश नजाऊ भनेर सम्झाउन लगाएको उही विदेश जाने हुन्छ खोइ तेरो दाइ कति सम्झुन् कि दाइलाई दाइको पनि इच्छा छ रे कि विदेश जानलाई जान दिएन एकचोटिलाई जान त दिने नि तर यस्तो घटना घटिरहेछ कहिले के भनेछ कहिले प्लेन क्रास भयो भनेछ कहिले के भयो भनेछ कहिले ठगी भयो भनेछ यस्तो बेलामा जाँदा कता मन आत्या जस्तो लागिरहेछ पनि सम्झाइदिनु त मेरो दाइलाई यसो यस्तो धेरै चिन्ता नलिए सबै ठिक हुन्छ के म बरु सम्झाइदिन्छु भोलि भेट्यो भने सम्झाइदिए है
उसै सपना देखिरह हो त नि सानो बेलाको त्यो गङ्गु र मेरो सँगै खाएको सँगै हिँडेको त्यो कुरा पो सपना देखिरहेको अनि कहाँ हिँडेको म यसो बारीतिर गएर आएको अनि एउटा कुरा भन्नु थिएँ तपाईँलाई के र भन्नु हिजो म गङ्गासँग भेटेको थिएँ कि अनि के भन्नु गङ्गा के भन्नु तेरो दाइलाई सम्झाइ भनिरहेको थियो अनि के कुरो सम्झाउनु भयो फेरि विदेश नजानु रे उहीसँग टाँसेर बस्नु रे खै सबैले विदेश नजा मात्रै भन्छ तँ आफै भन्न के गर्नु होइन दाइ विदेश त जानुपर्छ म त जाने हो विदेश कहाँ नेपाल बसेर काम चाहिँ अनि कहाँ जानु अहिले अब घरतिर हिँड्नु के टोलाएर बसिरहेको दिउँसै ल जाउँ केताल भो लौनानी ए हजुर जिन्दगी बेताल भो खोजी छाम्दा रित्ता रित्ता उल्टे फेर्दा भित्तै भित्ता राम्रो काम गरी खाऊ भन्दा हुन्छ कालातिर भित्ता बाजेले भन्ने गर्थे खाऊ सरकारी जागिर आउँछ नि पेन्सन अहिले त लास्टै भो बेरोजगारले गर्दा घरमा जाँदा छोरी र श्रीमतीको टेन्सन केताल भो लौनानी हजुर जिन्दगी बेताल भो कहिले गरे नेताहरूको प्रचार प्रसार बेलुका भएपछि हजुर भट्टीतिर 50-50 अल्छी टिक्रे स्वादिलो टिप्ले चाहिँदो रहेछ अचार कहिले अन्त्य हुने होला हजुर नेपालमा भ्रष्टाचार बाउ आमाले पढाइदिए आई कम बिकम जागिर खान खोज्दाखेरि हजुर पैसा र पावरको हैका साउको ऋण तिर्नलाई गएको म त खाडी विदेशबाट नेपाल आउँदा श्रीमती त अर्कैसँग फाडी केताल भो लौनानी हजुर जिन्दगी बेताल भो जिन्दगी बेताल भो जिन्दगी बेताल भो जिन्दगी बेताल भो होइन के ताल हो यस्तो केताल बेतालै भन्ने